हामी चाहिँ आफ्नो गन्तव्यतिर सकेर आफ्नो काम आफ्नो फर्किँदैछौँ। निस्किँदैछौँ अब हामी घरतिर फर्किँदै। के भाइसँग केही भयो भने त ऊ भलाकुसारी भइसक्यो। फोटोसुट पनि भइसक्यो। खप्तर जाने बाटो फर्किने क्रममा बाटोको अवस्था यस्तो छ। बाटो बिर्सेर साथीहरू जङ्गल जङ्गल बाटो बिर्सेर हामीलाई चाहिँ गाइडले चाहिँ हामीलाई फेरि बाटो देखाउँदै राम्रो बाटो रहेछ तर हामी गलत बाटोतिर निस्क्यौँ। साथीहरूको हालत खराब भइसक्यो हिँड्दा हिँड्दा। अब तपाईँहरू पनि केही सिकाइ सिक्नु होला भने बाटो खोज्नु होला, राम्रो हिँड्ने खालको बाटो, जङ्गलतिर नपस्नु होला। त्यहाँनिर एउटा सानो घर आउँछ कटेज जस्तो, त्यहाँनिर पुगेपछि चाहिँ एउटा टावर छ, टावरभन्दा अलि अगाडि डाँडो छ पाटन जस्तो, त्यहाँनिर एउटा सानो कटेज आउँछ, त्योबाट चाहिँ हामीले ओह्रालो लाग्नुपर्छ। अहिले हामी जान्छौँ यस्तो होइन, अनि हामी दायाँ हिँड्छौँ यसरी, दायाँ हिँडेर अनि छड्के बाटो छ यता हिँड्नु, अनि तल जाने यसो सिधा छ, नै पछि दायाँ हिँडिसकेर पछि चाहिँ तल जान्छ होइन। तल गएपछि तलको तलै जानुपर्छ। कतिखेर यो दायाँ पनि त्यहाँ त बाटै छ, बाटै छ। ए यो के भन्यो सहस्रलिङ्ग भन्यो के भन्यो, त्यहाँ त्यो बाटोमै छ। लिङ्क सिङ केही चाहिँदैन, अब पुग्नु पर्दैन। त्यो भयो बाटो गएको यतिको बाटो होइन, हामी बाटो भेट्नु पर्दैन। बाटो हेर्दै त्यो पुल हामी यहीँनिर आयो होइन, यहाँनिर पुलै बेटेर हामी परै यस्तो भयो के हामीले भनेको मान्दैन के भन्ने बाटो आयो के हैन। वेट गरिरहेको छु, सब मान्छे गइरहेको छ, म वेट गरिरहेको छु। त्यो बाटो होइन भने वेट गरिरहेको छु। यहाँको भनाइ मेरो भनाइ केही छैन सर, मैले भने भन्नु पुगे भयो। हामी चाहिँ बाटो बिर्सेका थियौँ। अहिले चाहिँ यस्तो बोर्ड थिएन र अहिले चाहिँ हामीले चाहिँ बोर्ड भेटाएका छौँ। सहस्रलिङ्ग जाने बाटो यहाँ छ। तपाईँहरू बाटो बिर्सिनु भयो भने यस्तो बोर्डहरू छ, कतै 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 छैन। भएको ठाउँमा तपाईँहरूले बोर्डको सहायताले जान सक्नुहुन्छ भने, नभएको बोर्ड नभएको ठाउँमा चाहिँ तपाईँहरूले आफ्नै आकलन र सम्पर्क यहाँको स्थानीयहरूलाई सम्पर्क गरेर जान सक्नुहुन्छ। प्रायः जस्तो सबै ठाउँमा छ तर ठाउँमा छैन। साथीहरू खुसी अहिले एकदम। हामी सहस्रलिङ्ग जाने बाटोतिर जाँदैछौँ। त्यहाँ चाहिँ बोर्ड थियो अगाडि। तपाईँहरूले चाहिँ सकेसम्म सही बाटो रोज्नु होला। यहाँबाट पनि छ नाफेकोट यस्तो बोर्डहरू हुन्छ तपाईँको अगाडि। अनि तपाईँहरूले चाहिँ सकेसम्म बोर्ड हेर्ने र कि तपाईँहरूले स्थानीयहरूलाई सम्पर्क गर्ने या आफ्नो आकलनले अगाडि बढ्नु होला। सकेसम्म गलत बाटो नहिँड्नु होला। साथीहरू अहिले उत्साहमा हुनुहुन्छ, बाटो भेटेको खुसी मनाउँदै हुनुहुन्छ। हामी रमाउँदै अगाडि बढ्दैछौँ। हाम्रो यात्रा जारी रहनेछ। देव सर के छ बाटो सही? खुसी लागिरहेको छ। अघि बाटो अलपत्र गइरहेको छ जङ्गलमा, यस्तो राष्ट्रिय घना जङ्गलमा अलपत्र बन्नु भनेको यस तरफ हराउने सर नै हो। अहिले चाहिँ बाटो भेटेर केही रात भएको छ र अहिले हामी सरासर हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। ल के भन्नु छ? ठिक छ, अहिले रमाइलो भइरहेको छ। यहाँ आउने नयाँ पर्यटकहरूलाई के भन्नु छ तपाईँको? आउनुहोस्, रमाइलो चाहिँ एकदम इन्जोय हुन्छ। बाटोको बारेमा चाहिँ अलिकति थोरै पहिला भिडियो हेरेर आउनु होला। सत्र आउनुभन्दा अगाडि सबै हाम्रो भ्लग हेर्नु होला। सकेसम्म हाम्रो भ्लग हेर्नु होला। हाम्रो भ्लगमै सबै बाटोहरूको कहाँ कहाँ छ के छ सबै छ, जानकारी छ। हाम्रो भ्लग हेर्नु होला, भेटिन्छ बाटो। नयाँ किसिमको लाली गुराँस हेर्दै रक्तजन जस्तो कलरमा क्लिक राख्नु भएको छ। यात्रा सहस्रलिङ्ग हुँदै घरतिर हो। अब हामी अब सहस्रलिङ्ग जाने बाटोतिर तपाईँहरू आउनुभयो भने अब यताबाट त्रिवेणी, यताबाट खप्तड, अनि यहाँबाट सहस्रलिङ्ग। अब हामी 1 किलोमिटर लमसम 1 किलोमिटर 900 मिटर मात्र छ यहाँबाट सहस्रलिङ्ग। हामी अहिले चाहिँ एकदम सही बाटो आयौँ। हामीलाई गाइड भाइले चाहिँ एकदम सहयोग गर्नुभयो। मलाई यतादेखि धन्यवाद। अहिले गीत नबजाउँ साथीहरू।
भजन पनि कपिराइट लाग्छ। केही छ सर भन्नु? अब हामी सहस्रलिङ्ग पुग्न 900 मिटर मात्र बाँकी हो। ल पुगेपछि नै भेटघाट गराउँदै लास्ट बट नट द लिस्ट लास्टमा हामी सहस्रलिङ्ग पुगिसकेका छौँ। सहस्रलिङ्ग मन्दिर उकालो चितौलै अछाममा पर्ने सहस्रलिङ्ग खतरा राष्ट्रिय निकुञ्ज अन्तर्गत अछाम जिल्लामा अन्तर्गत 3271 मिटरको उचाइमा हामी अहिले हुनुहुन्छ हाम्रो साथमा गोपाल विष्ट के दादा कालो के छ तपाईँको भन्न? नमस्कार सम्पूर्णमा, मेरो नाम चाहिँ डर विष्ट। हजुर हामी यतिखेर के अरे यो सहस्रलिङ्गमा पुगेका छौँ। यो चाहिँ कुन जिल्लामा अछाम जिल्ला खतरा राष्ट्रिय निकुञ्ज भन्छ। खतरा राष्ट्रिय निकुञ्जभित्र छ, जुन चाहिँ अछाम जिल्लामा अवस्थित छ। हामी यतिखेर 3271 मिटर उचाइमा छौँ, जुन समुद्री सतहबाट नापिन्छ। यतिखेर म आफ्नै काममा बेची छु। एकछिन बजीमा फेरि हामीले चाहिँ जुत्ता चप्पल बाहिर राख्नुपर्ने अवस्थाले मिनेन्द्र साहबले फर्स्टमै हाम्रो नेतृत्वकर्ता हुनुहुन्छ, उहाँले जुत्ता चप्पल बाहिर खुसिसक्नु भएको छ। अब हामी पनि भित्र प्रवेश गर्नेछौँ। गौ अब हामी सहस्रलिङ्ग मन्दिरको प्रवेशद्वारमा छौँ। यो प्रवेशद्वार रहेको छ, यहाँबाट झुकेर यो चाहिँ सहस्रलिङ्गको मन्दिर एकदम प्राकृतिक, आफै प्रकृतिले नै वरदान स्वरूप दिएको। साथीहरू फोटोसुटमा हुनुहुन्छ, सँगै हामी पूजासुजा गरेर हामी फर्किनेछौँ। हामी सहस्रलिङ्गमा पूजाआजा प्लस फोटोसुट चलिरहेछ। एकदमै डरलाग्दो ठाउँमा तर एकदमै सुन्दर दृश्य सहित। सहस्रलिङ्गको पहाड चट्टानमा अवस्थित सहस्रलिङ्ग मन्दिर एकदमै डरलाग्दो पहाडमा बनेको। मलाई यस्तो डेन्जर पगार भिर पाखामा बनेको प्रकृतिले वरदान, एकदमै राम्रो सुन्दर भूमि खतरा राष्ट्रिय निकुञ्ज अन्तर्गतको सहस्रलिङ्ग एकदमै उचाइमा 3300 को आसपासको उचाइमा रहेको सहस्रलिङ्ग सहस्रलिङ्गको पहाडमा एकदम उचाइमा मिसरको फोटोसुट एकदम कुहिरो। हामी चाहिँ अब सहस्रलिङ्गको दर्शन र फोटोसुट पछि अब हाम्रो आफ्नो गन्तव्य, हाम्रो अब आफ्नो घरतिर निस्किँदैछौँ। कस्तो रहेछ सर अनुभवहरू? एकदम राम्रो लाग्यो। मन्दिर चाहिँ एकदम शिवको लिङ्ग ठुलो रहेछ, एकदम राम्रो रहेछ। महादेवको मन्दिर हो, ढुङ्गालाई छोडेर चाहिँ बनाएको रहेछन्। हामी यात्रामा यस्तो भगवानको दर्शन गर्न पायो, मन तीर्थात भयो, एकदम आनन्दित भयो। अब एकदमै प्रकृतिले को वरदान हाम्रो सुदूरपश्चिम लगायत हाम्रो नेपाल नै पुरै प्रकृतिको वरदानले भरिपूर्ण छ। प्रकृतिले बनेको तपाईँहरू हेर्न सक्नुहुन्छ। प्रकृतिले आफै बनेको सहस्रलिङ्ग लगायत खतरा राष्ट्रिय निकुञ्ज एकदम सुन्दर क्षेत्र तपाईँहरू घुम्न सक्नुहुन्छ। हाम्रो लगेर आउनुहोला। हामी सहस्रलिङ्गबाट दर्शन गरेर हामी फर्किसकेका छौँ। यहाँबाट चाहिँ हामी फेरि पुनः हामी अगाडि बढेर त्यहाँबाट चाहिँ हामी ओह्रालो झर्नेछौँ। 3300 मिटर उचाइदेखि हामी 500सम्मको उचाइसम्म झर्नेछौँ साफी गोबर। आफ्नो अनुभव सुनाउँदै हिँड्नुहोस् है। धार्मिक रूपमा होइन प्रख्यात
हामी पुग्नु त पुग्ने हो कति घन्टा लाग्ला 2 घन्टा नैनी ओके लौ त हामी निस्क्यौँ त ल उहिले पुगिजान्छ त राली बाटो नि त राली एकदमै ओह्रालो बाटो एकदमै गाह्रो बाटो दियोस् सर हावा त जोस् हजुर यहाँ म बोल्दैछु के छ खबर भनेको खप्तड बाटो ओह्रालो झर्ने क्रममा एकदमै पानी परेर बाटोको पनि खासै यस्तो उन्नति नभएको देखिन्छ अब हाम्रो चाहिँ यात्रा 5 घन्टा हामीले ओह्रालो झरिसक्यौँ तर पनि हामीले आफ्नो गन्तव्यस्थल पुगिसकेका छैनौँ यही समयमा अब कतै कतै देखिन्छ ठाउँ टिभीले गर्दा खासै देखिरहेको छैन तर कतै कतै ठाउँहरू हामीले अनुभूति गरिरहेको छौँ कि पुग्छौँ कि भन्ने आशावादी छौँ हाम्रो कमान्डर मोहन सरको कुराअनुसार हजुर तपाईँको कुराअनुसार अब हामी यहाँ पुग्छौँ कि भन्ने आशावादी छौँ भने बाटोको अवस्था चाहिँ नाजुक छ बाटो चाहिँ हाम्रो अप्ठ्यारो रहेछ हाम्रो मिसहरूलाई पनि गाह्रो भयो त अब ठिकै छ हामीले यसलाई चुनौती के भन्छ तपाईँकोमा तिर्कुला ल खाउँ त तिर्कुला खाइरहेको छ हामी चाहिँ साँखर नगरपालिका 14 खप्तड स्थित नैनी धार्मिक तथा पर्यटकीय स्थलमा पुगिसकेका छौँ खप्तडको यात्रापछि एकदमै सुन्दर दृश्य र एकदमै आर्किटेक्चरको एउटा नमुना मूर्तिहरू र 2टा ठाउँ छ वारिपारि हामी पोस्टमा यहाँबाट त्यसपछि उता जानेछौँ नैनीको बारेमा भन्नुहोस् केही पुरै उ लागिसक्यो कुहिरो लागिसकेको छ नैनीको ढुङ्गाले खोपिएको भगवान् शिवजीको मूर्ति एकदमै ठुलो आकारमा ढुङ्गामा खोपिएको एउटा आर्किटेक्टको नमुना हामी चाहिँ फाइनल्ली 3-4 घन्टाको लामो यात्राबाट नैनी पुगेका छौँ यहाँ चाहिँ नेपालकै भनौँ यो सबैभन्दा ठुलो ढुङ्गा कुदेर बनाएको शिवजीको ढुङ्गामा खोपिएको शिवजीको मूर्ति छ अनि हामी चाहिँ रिसाउनु भएको शिवजी अहिले पानी परेर यस्तो भइया हो पानी परिरहेछ छिनछिनमा पानी पर्दै हामी धेरै लामो कठिन यात्रा गरेर 5-6 घन्टा शिवजीको सबैभन्दा ठुलो मूर्ति ढुङ्गामा खोपिएको नेक्स्ट नैनी भन्ने ठाउँमा सबैभन्दा ठुलो शिवजीको मूर्ति ढुङ्गामा खोपिएको सबैभन्दा ठुलो मूर्ति साथीहरू फोटोसुटमा हुन्छ समयले हल्का नेटो पनि काटिसकेको छ पानीले पनि हल्का अप्ठ्यारो बनायो तपाईँको भन्नुहोस् केही छैन पानीले भिजायो मुख मिलाउन बनायो फोटो राम्रो पानी छ दियो सर के छ भन्न नै ठिक छ जस पानीलाई झन् सुन्न सक्न सक्दिएको छ हामी चाहिँ अब नैनीबाट नैनी पुगेर फर्किने क्रममा भिजिट गरिसकेका छौँ तपाईँहरूलाई आउने न्युज अपडेट अनि त्यसपछि अब हामी साँखेतिर आइरहेछौँ हामी बाटो सोध्दैछौँ बाटो हाम्रो छोरालाई त केही पढे चाहिँ हामी चुने ल हजुर मण्डल सर भन्नुहोस् केही छ मण्डल सरको यार हामी अहिले खप्तडको गाउँमा खप्तड
अछाम जिल्ला साइबर नगरपालिका स्थित 14 नम्बर वडा खप्तड एकदम सुन्दर ठाउँमा खप्तडा फर्किने क्रममा एकदमै खोलाको विकराल रूपसँगै अब हामी काठको पुलबाट लड्दैछौँ। झुलुङ्गे पुल चाहिँ माथि छ तर नदी एकदमै ठुलो खोला नदी भन्दा पनि खोला नै हो एकदम ठुलो उता माथि झरना देखिरहेको छ नाइस झरना अब फाइनल्ली हामी गाडी लाइन ठाउँमा पुगिसकेको छौँ। हामी चाहिँ आज लगभग 37-37 किलोमिटर यात्रा तय गरिसकेपछि अहिले चाहिँ हामी यो साफे बगर पैदल यात्रा यहाँ पुगेको छौँ। जस आजको आनन्द चाहिँ धौ भए पनि आनन्दित भयो।